हेलो गाइसहरु, म चाहिँ धानबारी खेततिर जाँदैछु। यस्तो छ है मेरो चाहिँ खेतीपाती भनेको चाहिँ। आफू त किसान परियो, साथीहरु गाउँ बस्तीमा परेको कारणले यस्तो छ हाम्रोतिर चाहिँ। रमाइलो छ है, बहुत रमाइलो छ। हेर्नुहोस्, बहुत धेरै सुन्दर, बहुत सुन्दर छ है। यस्तो छ हैन। यस्तो छ मेरो चाहिँ बसाइहरु। अहिले म चाहिँ खेततिर जाँदैछु घाँस काट्नलाई। ल, यो सुन्दर हरियाली हेरेर तपाईहरु पनि इन्जोय गर्नुहोस्। साह्रै राम्रो छ, साह्रै राम्रो देखिँदैछ। मेरो चाहिँ यो खेती यसो जान्छ, यहाँ हेर्नुहोस् बाटो, अनि यसो जान्छ रकबक, अनि यसो जान्छ, अनि लास्ट अनि यसो जान्छ, अनि लास्ट वहाँसम्म देखिएको सम्म मेरो चाहिँ यो खेती हो। के गर्ने, देशको स्थिति यस्तै छ। खेती किसान गर्यो, किसानहरुको उत्पादन गर्यो, उत्पादनको मूल्य पाइँदैन है। यसो उत्पादनको मूल्यहरु पाउँदा चाहिँ राम्रै हो। अहिले चाहिँ हजुरहरुसँग सानो क्वेशन लिएर आइरहेको छु। स्थितिहरु किसानहरुको विषयहरु लिएर। यसरी उत्पादन गरिसकेपछि यो अब यतिको गर्नलाई लगभग ट्र्याक्टरलाई तिर्नु पर्यो। अहिले भनेको आधुनिक जमाना भएको कारणले देशमा विकास छैन। आधुनिक जमाना आयो, आधुनिक जमाना कारणले अब प्राविधिक ट्र्याक्टर लाउनु पर्ने हुन्छ। ट्र्याक्टरलाई प्रति घण्टाको 3000 रुपियाँ तिर्नुपर्छ। लगभग 1 घण्टा बराबर 6-7 कट्ठा जोत्छन् हो। अनि अब यतिको खेती काट्नलाई लगभग 1-1.5 लाख रुपियाँ सिदिन्छ। अनि एकजना अनि अब रोपार लगाइदिनु पर्यो, रोपारले लान्छन् एकजना बराबर 800 रुपियाँ म्याक्सिमम हो। अनि अब धान उत्पादन भइसकेपछि अब बेच्न लग्यो, बेच्न लाँदाखेरि अब भाउ पाइँदैन, समस्या यहाँ छ। यस्तो छ, समस्याहरु गाह्रो छ है। अनि अब किसानहरुले भाउ नपाउँदा त दुःख लाग्दछ। अनि अब अन्तिममा कहाँ जानु पर्यो, व्यापारी कति दिन्छ भन्दाखेरि मूल्य 1000-1200 रुपियाँ है दिन्छ। त्यो पनि हैन, राम्रो धान सुटिङ गर्नुपर्छ भन्छन्, के भन्छ भुस भयो भन्छ, सबै ग्रेडिङ गर्नुपर्छ भन्छ, के भन्छ। सजिलो छैन है, त्यस्तो सजिलो चाहिँ छैन हो। त्यसैले गर्दा हैन, यो भिडियो चाहिँ हजुरहरुलाई कस्तो लाग्छ, यसो हजुरहरुलाई राम्रो लागे सरकारसम्म पनि पुर्याइदिनुहोस् भनिकन अनुरोध गर्दछु। र हजुरहरु कस्तो लाग्छ हजुरले यसो शेयर कमेन्ट गरिदिनुहोस्, माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। यो चाहिँ गाउँ बस्तीको भिडियो हो हैन। अब यो चाहिँ किसान भुइँ मान्छेले गरेको है। यो चाहिँ त्यति सजिलो छैन हो। अब हेर्नुहोस् न, स्थिति छ। अब यति अब हैन, मौसमले ठगिदियो भने पनि अब यो यत्रो लगभग यतिको खेती गर्नलाई 1-2-3 लाख रुपियाँ सिदिएको छ। अब मौसमले साथ दिएन भने यो पनि जान्छ हैन। अब 2.5-3 लाख रुपियाँ गयो, यो खोला जान्छ है। सजिलो छैन किसान बन्नु र उत्पादन गर्नु, त्यति सजिलो छैन। भनेको बेला मल पाइँदैन, भनेको बेला औषधि पाइँदैन। नेपालमा चाहिँ कृषि प्रधान देश भनेर
घोषणा गरियो तर कृषि प्रधान देश अनुसारको चाहिँ त्यो भार उत्रिएन यहाँनिर होइन। राज्यले यसको अनुसन्धान गरेको छैन होइन। बिउ बिजन किसान के हुँदैछ, कसरी किसान चल्दैछ यस विषयमा उनीहरूले अहिलेसम्म खोजी निन्दा गरेको छैन। अनि अब राज्यले जेटीहरूलाई होइन जेटीहरू खडा गरेको छन्। राज्यको ढुकुटीको राज्यको तलब खाएको छ, राज्यले पालेका छन्। तर यी जेटीहरू चाहिँ अहिलेसम्म गाउँ टोलमा कसरी कुन वर्गले चाहिँ किसान खेती गर्दैछ, कुन वर्गले के गर्दैछ, कुन वर्गलाई समस्या छ त्यस विषयमा छानबिन भएको छैन। अनि त्यो जेटियुले काम गरेको छैन है। उसले चाहिँ अब जनताले तिरेको करको पैसा तलब खाएको छ। यस कारण होइन यस विषयमा चाहिँ बहुत किसानहरूप्रति चाहिँ लगभग गुनासो छ, दुखेसो छ होइन। हजुरहरूलाई यो विषयमा चाहिँ होइन जति यो सरकारसम्म पुग्यो भने पनि राज्यले होइन पहल गरेको होस् होइन किसानहरूको लागि। यस विषयमा यो भिडियोहरू छन् र यो कुनै अनर्थ राज्यले पनि नदिएको होस्। यो चाहिँ बहुत गुनासो हो, दुखेसो हो। यस कारण यस विषयमा चाहिँ होइन यो चाहिँ मेरो लागि मात्रै होइन, मेरो समाज छर छिमेकी हरेकमा पर्ने समस्याहरू हो। यस कारण होइन कस्तो लाग्छ र हरेकले जसले हेर्दै हुनुहुन्छ यस विषयमा सपोर्ट गरिदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु।